हेलो हेलो ब्युटी केटीहरूलाई जब तारिफ गर्नुपर्छ जति तारिफ गर्छस् त्यति पट्टिँदै मक्खा हुँदै जान्छ बुझिस् अघि दुईटा तेल म चाहिँ पिक्चर अब है तिम्रो नाम सोध्दिन तिमी आकाशको परी हौ है तिम्रो कपाल आहा माथि टिस्टा रङ्गीदिनको तल बुदना खोलासम्म पुगेको हुन्छ नि आँखा डुबुङ डुबुङ पौडी खेलुङ खेलुङ लाइफ ज्याकेट सँगसँगै डुबुङ तिमी आकाशको परी धरतीमा झरी जस्तै ए हो र छाती त झन् बक्कुलाको जस्तो रहेछ आँखा त झन् आहा लाट कचरा हो नाक त झन् सुगा यत्रो रहेछ लुक त झन् आम्मा मजुर मजुर मयुर मयुर ए हो र हजुर तिमीलाई यहाँ होइन जूमा हुनुपर्ने खासमा जूमा किनकि सबैजनाले तपाईँले हेरेर मात्रै जान्थ्यो अम्मा त फिगर त झन् 90 डिग्री कम्बर 45 डिग्री 45 मालुम 45 इज 45 आम्मा कपाल त अग्बने छ त हौ बहिनीको त सुन्नुहोस् न नरिसिनुहोस् न गुटका छ बहिनी को जस्तो लाग्यो गुटखा खाने जस्तो लाग्यो केटीहरूसँग कसरी बोल्नु पर्छ जान्दैन पनि रहेछ यस्तो मान्छेहरू त के बाँचिरहेको मर्नु नि बरु गान्धीजीको याद आइन हौ यतामा हान्छौ कि यहाँपट साह्रै मिठो रहेछ तिम्रो यता सुन न है हाइट पनि मिल्दो रहेछ साह्रै ढिलो भयो के भयो हेर यो पक्ला जस्तो मान्छे अघिदेखिको मलाई वक्कै रहेको छ सुइन पक्ला बस्नु हुँदैन त हौ ला खाइस खुदा खाइस एउटै शब्द फाल्नु थियो त्यो उसलाई म पटाउँछु म हेन्डसम थुप्लाउँदै कपालमा आउँदै थिएछ होइन लोक्दैन अर्कोले आएर लभ यु टु भन्न आँटेको थियो त्यसको कहाँबाट उयो आएछ नि त त्यसको थप्पड बेसिरहेको थिएछ थप्पड मलाई दुख्यो हामीलाई नाला छ हाम्रो पो माया गरिदिएको यहाँ मच्छरले खुन खान्दै थियो कि अनि यसो गरेर मलाई सहयोग पो गरिदिएको त आम्मा माया पनि गर्ने ला मैले देखिनँ भनेको यहाँबाट तल्लोपट्टिबाट लिपस्टिकको छाप छ कि ए मेट्टे छ त्यसो भए मेट्यो देख्दैछु तेरो मेट्यो त्यसो भए मेट्यो छाप छ छाप उसको छाप होला हौ अहिले छ यहाँ प्रेम पत्र पनि देख्थ्यो गयो गयो नि अन्त योपालि ला अब बना ला यसपालि हामी त ओइ तीनजना सिङ्गलै बस्नु पर्छ सिङ्गल तिम्रो नि तिम्रो यो जुनीमा हुनु सकेन भने बाह्रको जुनीमा